बगिन अब सर्वसाधारण नागरिकहरूको पनि कुरा बुझौँ के रहेछ। आमा नमस्कार। नमस्कार। तपाईलाई चाहिँ यो शिक्षक आन्दोलन भइरहेको छ नेपालमा, नेपालको शिक्षक आन्दोलनले चाहिँ बालबालिकाको शिक्षामा कस्तो असर गरिरहेको छ जस्तो लाग्छ त? मलाई त खै घाँस काटी काटी दुःख गरेर पढाएँ छोराछोरीलाई। अब छोराछोरी जाँच हुँदैन, 12को 14को जाँच हो, 15को भन्छन्। छोराछोरी पढेर बस्दैनन्, मोबाइल हेरेर बस्छन्। अनि घाँस काट्न जाउँ न भन्यो भने अब एक्जाम आयो हाम्रो भोलि भन्छन्। यो आन्दोलनले एक्जाम अब भोलि पर्सि भन्दा भन्दै अनि घाँस काट्न जान्छु, आउँदाखेरि छोराछोरी मोबाइल हेरेर बस्छन्। भोलिबाट एक्जाम छ भने त नपढेर के गरेको भन्छु। भरे भन्दा छोरछोरी एक्जाम स्थगित भयो भनेर भन्छ। अनि असर पारेको छ नि नानी हो, यो उसले त बाबु नानी हो।